दाई, बा आमाको एकमात्र सहारा हो तिमी। तिमीलाई लडाउने मान्छेहरू धेरै आउला, तर तिमी आफै उभिन सिक्नु। तिमी कहिलेकाहीँ हिम्मत हार्ला, तर हिम्मत कहिले नहार्नु। थाहा छ, परिवारको खुसीको लागि घर छोडेर गएको तिमी। सुख त तिमीलाई पक्कै नहोला, तर दुःख भयो भन्दैमा सबैलाई सुनाउँदै हिँड्न नसक्ला। हिम्मत कहिले नहार्नु। थाहा छ, कहिलेकाहीँ कमजोर होला, तर पनि तिमी अरूको सामु तिम्रो कमजोरी नदेखाउनु। थाहा छ, मान्छेहरू स्वार्थी हुन्छ, तिम्रो कमजोरीको फाइदा उठाउला। तिमी सफल भए पनि असफल भए पनि बाआमाको एउटा असल छोरा बन्नु। बाआमालाई कहिले पनि दुःख नदिनु, सधैँ बुझ्ने हुनु अनि सधैँ ज्ञानी हुनु। मेरो प्यारो दाई।